सम्पूर्णलाई नमस्कार है। लामो समयपछि मैले चाहिँ अब माइनिङ एप्सको विषयमा रहेर चाहिँ कुराकानी गर्दैछु र कतिजनाले माइनिङ गरिराख्नु भएको छ, कतिजनाले चाहिँ छोडी पनि सक्नुभयो होला होइन। मेरो क्रिएटिभ भाइब्स जुन टिकटक आइडी थियो त्यो चाहिँ ब्यान भयो र मैले चाहिँ ट्राई गरेको थिएँ रिकभरी गर्नको लागि त्यो सक्सेस भएन किनभने त्यसमा ट्रेडिङ रिलेटेड भिडियोहरू भएको कारणले गर्दाखेरि पनि टिकटकले चाहिँ त्यसलाई चाहिँ ब्लक गरिदिएको थियो। अब तपाईँले चाहिँ यदि भेरी च्याट युज गर्नुभएको छ भने यो एप्स होइन, जुन चाहिँ हामीले माइनिङको लागि युज गर्ने गर्छौँ होइन। अब यो चाहिँ यो वर्षको केही बिचमा होइन, यही वर्षभित्रमा चाहिँ तपाईँको भेरिफाई भएर चाहिँ सर्टेन एमाउन्ट जति माइनिङ गर्नुभएको छ त्यो चाहिँ टोकनमा आउनेवाला छ। त्यसपछि सायद ओकेएक्समा हुन्छ कि के हुन्छ किनभने यो ओकेएक्समा चाहिँ यसको इभेन्ट चलिरहेछ होइन, रिवार्डको लागि चाहिँ। अब आश गरौँ होइन, कति पुऱ्याउनु भएको छ तपाईँहरूले कन्टिन्यू माइनिङ चाहिँ गरिराख्नु होला किनभने अब यो चाँडै नै अ, यसको टोकन चाहिँ लिस्टेड हुनेवाला छ। लिस्टेड भएर अब कतिमा हुन्छ अब त्यो पाइ जसरी नै 2-3 सम्म पुग्छ कि भन्ने आशा चाहिँ छ होइन। तर चाहिँ एउटा होप राखौँ र माइनिङ चाहिँ गरिराखौँ होइन। माइनिङ एप्स हो, राम्रोसँग माइनिङ गर्नुहोस्, डेली वाइज गर्नुहोस्, इन्भाइट गर्नुहोस् होइन। त्यो अनुसारको रिवार्ड हजुरहरूले पाउनुहुनेछ। यस्तै जानकारीको लागि चाहिँ सब्सक्राइब गर्न नभुल्नुहोला। मैले चाहिँ अब भिडियोहरू लिएर आउने बाचा गरेको छु। हस् त, धन्यवाद।